आज काम गर्दा गर्दै थकै लाग्यो बुढासित न्यु खोजेर झगडा गर्छु र अनि काम गराउनु पर्यो बुढोलाई। सुन्नु न भन्नुहोस्। संसारको सबभन्दा राम्री केटी एकातिर र एकातिर म भयो भने कोसित बिहा गर्नुहुन्थ्यो नि हजुरले? संसारको जतिसुकै राम्री केटीहरू भयो भने मैले तिमीसितै बिहा गर्थेँ। त्यसो भए संसारमा सबभन्दा धेरै मैले जाँड रक्सी खाने, चुरोट खैनी खाने, एकदम सबै भयभरको नसा खाने भए के गर्नुहुन्थ्यो त? मैले सबभन्दा पहिला तिम्रो जाँड रक्सी छुटाउँथेँ, चुरोट रक्सी खाने बानीहरू छुटाउँथेँ। छुटेपछि फेरि मैले तिमीसितै बिहा गर्थेँ। ल मान्नुहोस् यो संसारमा तपाईँमा भेटै भएको थिएन भने कोसित बिहा गर्नुहुन्थ्यो त नि? मैले तिमीलाई संसारभरमा खोज्थेँ अनि तिमीलाई जस्तै फेला पार्थेँ अनि म फेरि तिमीसितै बिहा गर्थेँ। यो संसारमा मेरो जन्मै हुन्थेन अनि कोसित बिहा गर्नुहुन्थ्यो त नि? मैले सबभन्दा पहिला भगवान्सित प्रार्थना गर्थेँ, व्रत गर्थेँ, पूजा गर्थेँ भगवान्लाई। तिमीलाई चाहिँ पृथ्वीमा जसरी पनि जन्माउन लगाउँथेँ, जस्तै तिमी जन्मिन्थ्यौ अनि म तिमीसितै बिहा गर्थेँ। यो तिमीले चाहिँ मसित झगडा गर्नको लागि जति बाहना खोजिरहेछौ नि, तिमी धेरै बाहना नगर। तिम्रो बाहना मलाई थाहा छ कि तिमी मसित चाहिँ न्यु खोजेर झगडा गरेर रिसाएर मलाई काम गराउने बाहना खोजिरहेछौ। मलाई थाहा छैन, तिमी आफ्नो काम गर, मसित चाहिँ न्यु खोज्न नआऊ कि तिमी। ठिक छ नि, म तिमीसित झगडा गर्न चाहन्न, मैले काम पनि गर्दिनँ आज, बुझ्यौ नि? झ्याउ लाग्ने।